हेलो साथीहरू। आज माघको 5 गते। आजबाट चाहिँ मैले ब्लग बनाउन सुरु गरेको छु। साथसाथै वेट लस जर्नी पनि सुरु गरेको छु है। मेरो वेट त हजुरले देखिहाल्नु भयो। म अहिले छु 72 केजी। मैले बिहान चाहिँ चिया सिड विथ लेमन पानी खाँदै, त्यसको त मैले भिडियो लिन बिर्सेछु। त्यसपछि मैले खाएँ जिरा पानी है। फेरि मैले खाएँ मकैको पिठोको पुवा विथ मिल्क है। थोरै यो खाएँ। यो खाइसकेपछि नक्कल पार्दै खाइरहेको छु है। अनि म रेडी बनेँ। म चाहिँ गएँ पसल। म पसल गइरहेको छु है। छिटो हतार म पसल गइरहेको छु। मलाई चाहिँ यहाँ मेरो पसलमा नानीले आज मही खानु पऱ्यो दिदी, मही लिएर आउनुहोस् भनेको थियो के भनेर मैले लिएर गएँ मही। र म चाहिँ पुगेँ मेरो पेप्सी कोला सूर्यमुखी चोकमा रहेको केडी बुटिक है। यो चाहिँ दुईटै सटर हो केडी बुटिकको है। म पसल पुगेँ। नानीहरूले भर्खरै पोछा लगाइरहेको रहेछ। मलाई भित्र जान नै कस्तो अप्ठ्यारो लाग्यो भने मैले यहाँबाट भर्खर पोछा लगाइरहेछु, म के गरौँ भने है। नानीले फेरि उताबाट भर्खर लगाएको छु भने ठिकै छ भने म फेरि गएँ भित्र है। फेरि म जाँदा चाहिँ पसल पुग्दा चाहिँ नानीहरूले बोतलमा पानी भरिसकेको हुन्छ। मलाई मेरो लागि मैले आज चाहिँ के टार्गेट गरेको छु भने यो बोतलले 5 बोतल पानी खाने टार्गेट गरेको छु। पानी यत्तिकै मिठो हुँदैन। त्यसपछि मैले खाएँ ग्रिन टी है। मैले त्यो 2-3टा फ्लेभरको ग्रिन टी लिएर आएको थिएँ हिजो। त्यही ग्रिन टी म एकदम गरेर पानी खाइरहेको थिएँ। यहाँ केटाकेटी सब कोही पानी खाने, कोही मोबाइल चलाउने, सब आफ्नो काममा व्यस्त छन्। चिसो छ। हिटर ताप्दै हामीले चाहिँ सुरु गऱ्यौँ टिकटक भिडियोको लागि मेकअप है। दिदी आज हजुरले गरिदिनुहोस् मेकअप भने नानीले। मैले पनि भने ओके ठिक छ म गरिदिन्छु भने। म एकदम एक्साइटेड भएर मैले गरिदिरहेको छु नानीको मेकअप। सजिलो छ हजुर, यति मिहिनेत गर्नुपर्छ है। यति मिहिनेत गरेर हामीले बनाउँछौँ भिडियो। हाम्रो भिडियो पनि हजुरहरूले हेरिदिनु होला केडी बुटिकमा गएर। यो चाहिँ मेरो फर्स्ट ट्राई हो है। त्यसपछि हामी यति ब्युटिफुल लेहेङ्गा लगाएर चाहिँ तयार भयौँ टिकटकको लागि। त्यसपछि हामीले बनायौँ राम्रो भिडियो है। यो चाहिँ पसलभित्रै बनाएको भिडियो हो। पसल बाहिर पनि हामीले धेरै राम्रो भिडियो बनाएर पोस्ट गरेका छौँ। त्यसपछि मैले खाएँ 1:30 बजेतिर यो 2टा अन्डा। तर मैले अन्डाको चाहिँ भिडियो लिन बिर्सेछु। त्यही भएर मलाई नानीले जिस्काइरहेको छ दिदी अब यही देखाएर भिडियो बनाउनुहोस् भनिरहेको छ। त्यसपछि हामीले बनायौँ भिडियो बाहिर गएर एकदम राम्रो घाममा एकदम राम्रो भिडियो बनाएको छौँ है। भिडियो बनाएर हामीले पोस्ट गऱ्यौँ। भिडियो पोस्ट गर्दा एकछिन बिचमा बिजी भयौँ। त्यसपछि मैले 5 बजेतिर खाएँ ओट्स भिजाउन हालेको थिएँ। त्यसमा दही मिक्स गरेर खाएँ। त्यसपछि मैले खाएँ हट वाटरमा लेमन विथ ग्रिन टी हालेर। योसम्म चाहिँ मैले 4 बोतल पानी खाएँ आज। त्यसपछि हामीले बनायौँ टिकटक भिडियो। हामीले यस्तो नक्कल पार्दै टिकटक भिडियो बनाएर पोस्ट गऱ्यौँ। यो भिडियो पोस्ट गर्दा 8 बजिसकेको थियो। त्यसपछि म लागेँ घर लागिरहेको थिएँ। एकदम हतार एक्लै छ नि त, त्यही भएको भएर हतार लागिरहेको छु घर है। म चाहिँ फाइनली पुगेँ घरमा पुग्दाखेरि केटाकेटीले घर पत्रगोल बनाउँछ है। त्यसपछि मलाई चाहिँ घर आउँदा चाहिँ हतार फेस वास गर्न एकदमै हतार हुन्छ। मैले गरेँ फेस वास गरेर म के रुममा मात्र पुगेको थिएँ। मेरो बेबीले मामु हजुर दाल खाने भन्छ होइन भनेर दाल लिएर आइदिएँ। मैले खाएँ दाल, चनाको दाल मात्रै है। मेरो चाहिँ बेलुका खाना चाहिँ यति नै। अनि त्यसपछि तातो दाल खाँदै सुत्ने भनेको मेरो केटाकेटी आए साना वरिपरि आएर कोही कुरा गर्दैछन्, कोही पढाइ मैले आज यो पढ्यो भनेर देखाउँदैछन् है। यस्तै छ रमाइलो हाम्रो चाहिँ।